वेलकम बैक टू माई चैनल इन रेनी जियर। अनि उहाँ चाहिँ मेरो दिदी हो, सिमरन छोरी। अनि आज चाहिँ हामी एडभेन्चर ट्राभलिङ गर्न आएको छौँ जङ्गलमा। अनि हामी यहाँ औसेली खाँदैछौँ हैन। सक्नुहुन्छ औसेलीको बुटो। अब हामी अगाडि बढ्छौँ हैन। अनि मेरो दिदीहरू पनि आउनु भएको छ यता। हेलो गर्दिनु त दिदीहरू। हाय आज हामी दाइको घर आएको ऐसेली टिप्न न्युरो टिप्न जलुको टिप्न हिँड्दैछौँ। सबैले नमस्कार। दिदी पनि पछाडिबाट आउँदै हुनुहुन्छ। तपाईहरु नि आउनु होला। अहिले मोबाइल गुल्टिन बेर छैन हैन। यस्तो भिरको बाटो हिँड्दा छौँ हामी। अनि यता त जङ्गलतिर यस्तो खाले फुल चाहिँ कुकुरले देख्नु भयो है। यस्तो खाले फुलको हामीले बाला बनाएर ल्याएको छौँ। दिदीले चाहिँ टाउको बनाएर पनि लाउनु भएको छ। यहाँ कडुसहरू धेरै बुटोहरू छन् कडुसको। हैन के अब त अक्सिजन भयो। अनि ओरेवाला औषधि किन्नुहुन्छ यो वाला यस्तो मिठो हुन्छ यो। ए रातो औषधि हो यो। यहाँ चाहिँ मम्मीले रातो औषधि भेट्टाउनु भएको। ओ त्यहाँ रहेछ सबै चाख्नु न यहाँ। ए ल नानी देखा त्यो घरमा हाल। ए ला हेर्न सक्नुहुन्छ रातो औषधि छ। उता गएर भेटाइन्छ लाउ नानी चाख। ए रातो औषधि खानुस् न। कस्तो छ? कति मिठो। रोशनी तल गएर भेटिन्छ। हेर औषधि तल हेर कति छ। खै ऊ हेर्न सक्नुहुन्छ गाइस कति धेरै छ औषधि। अहिले गएर खान्छौँ हामी। हामी हिँड्दा हिँड्दा थके लागिसक्यो। उहाँ घरबाट आएको हामीले चाहिँ घरमा भ्लग गर्न पाएनौँ हैन। गाइजहरू यहाँ हाम्रो दिदीको चाहिँ यसरी ओह्रालो र खाल्टे खाल्टे भएको बाटो छ नि त। अनि हिँड्नै सक्नु भएन। खुट्टा थरथर कामेर हिँड्नु भयो। यता धेरै फर्स्ट टाइम हो कि कति टाइम हो यहाँ आउनु भएको? फर्स्ट टाइम होइन। फर्स्ट टाइम आउनु भएको के त खोलातिर यस्तो बाटोतिर। अनि त्यही भएर ठुलो हुँदाखेरि सानो हुँदा त ठुलो हुँदा चाहिँ फर्स्ट टाइम आउनु भएको। त्यहाँ बगिर पनि पाइन्छ। चलो 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 गाइजहरू औषधि हामी चाहिँ यहाँ धानबारीमा आएको छौँ। सक्नुहुन्छ अब न्युरो खोजिन्छ हैन। टिपिन्छ। यहाँ चाहिँ दिदीहरू आइरहनु भएको। मैले चाहिँ अहिले देखाउन मिलेको छैन। यहाँ यस्तो सानो बाटोमा हिँडिरहेको छु नि त म। अनि यस्तो खेतको बाटो हिँड्दा छौँ हामी। यहाँ लडौँ कि के गरौँ भयो होइन। एउटा हातले मोबाइल समातिरहेको छु हजुरको लागि भनेर यो भ्लग बनाएको मैले। यस्तो राम्रो भएको छ नि। पुरै मौसमै राम्रो छ। टक्क घाम लाग्छ। यस्तो खेतमा हिँड्नु पाउँदा यस्तो रमाइलो भइरहेछ। म चाहिँ मेरो सिमरन दिदी आएपछि देखाउँछु ल।